प्रचण्ड, केपी ओली र शेरबहादुर देउवाले राजालाई चाहिँ आउनुस् चुनाव लड्नुस् भनेर भन्नुभयो। मैले भन्दै गर्दाखेरि उहाँहरूलाई के भनेको, चुनाव लडेको होइन र, म आफै लडेको होइन र हजुरहरूसँग चुनाव, म शेरबहादुरसँग 1 to 1 अब त अत्याचारै भयो, चुनावै लड्छु भनेर लडेको होइन र। तपाईहरुसँग चुनाव लडेर सकिन्छ? हेर्नु त अहिले देशमा कस्तो छ, मान्छे किन यति साह्रो निराश भएका छन् तपाईलाई अलिअलि पनि ख्याल गर्नु भएको छ? अत्याचारै भएको छैन अहिले? डडेलधुरामा गएर म चुनाव लड्दै गर्दाखेरि चुनाव जित्न सकिन्छ जस्तो लाग्छ? तपाईलाई लाग्छ? शेरबहादुरजी तपाईँ आफैले भन्नुस् त, तपाईले कतिसम्म गर्नुभयो त्यहाँ? पैसा बाँड्ने कामदेखि लिएर रिसोर्टमा बसेर तपाईले मोज मस्ती गरेर गाउँ गाउँमा खसी बाख्रा काट्नु भयो नि त? काट्नुभयो कि काट्नु भएन? मनमा आत्मामा हात राखेर भन्नु त, तपाईको चुनावी कमान्ड डडेलधुरामा कसले सम्हालेको थियो? ठेकदारले सम्हालेको होइन तपाईको चुनावको कमान्ड सबैले। अनि तपाईको लगभग सहरहरुमा त सकिन्छ, अमरगढीमा तपाई पुरै क्लिन सुपै हुनुभयो त तपाईलाई थाहै छ, परशुराममा तपाई क्लिन सुपै हुनुभयो थाहै छ, गाउँ गाउँमा कसरी सक्ने? मैले पनि के गरे भन्दै गर्दाखेरि गाउँमा तपाईहरुको भ्रष्टाचारको पैसासँग कसरी लड्ने? अझ अहिले त देशमा चरम निराशा हुनुको अर्को प्रमुख कारण के भन्दै गर्दाखेरि तपाईका कार्यकर्ता बाहेक देशमा अरु कोही पनि बाँच्नै नसकिने स्थिति भयो। म जस्तै सबै बाहिरिए। अबको चुनावमा पनि हेर्नुस्, अबको चुनावमा के बाटो छ जस्तो लाग्छ तपाईहरुलाई? न तपाईले विदेशकालाई भोट हाल्न दिनुहुन्छ, न सोलुसन छ, न समाधान छ। एउटा घुमरामा एउटा बाकसमा राखेर नेपाली जनतालाई कोचेपछि अनि नेपाली जनतामा फ्रस्ट्रेसन हुँदैन? जहिले पनि फ्रस्ट्रेसन। यसको उपाय के हो भन्नुस् त? प्रचण्डजीलाई पनि मेरो प्रश्न हो। तपाईले हेर्नुस् त, भाग्दा 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 उहाँ गोर्खाको कुनामा गएर जम्मै पिटपाट गरेर ठक ठाक गरेर चुनाव जितेको होइन? अझै चुनाव आउ लड्ने भन्ने तपाईले लाज शरम लाग्दैन हजुरहरूलाई? त्यही भएर मेरो के हो भन्दै गर्दाखेरि हजुरहरूलाई सुझाव हेर्नु, अबको चुनावमा पनि चुनावले बाटो दिएन, डेमोक्रेसीले बाटो दिएन। तपाईहरु निरङ्कुश हुनुभयो, राणाको पनि राणा हुनुभयो। राणाहरूले त बरु 4 जना मात्रै मारे थिए त्यो जमानामा। पढ्न दिएनन्, के दिएनन् भन्नुहुन्छ? पढ्न दिएनन्को कुरा गर्दै गर्दाखेरि मैले एउटा उदाहरण दिन्छु हजुरलाई। अक्सफोर्डमै पनि बल्ल लगभग 100 वर्ष मात्रै भयो महिलाले पढ्न पाएको। त्यतिखेरको जमानामा हेर्नुस् त, विश्वव्यापी रूपमा युद्धहरू चलिरहेको थियो। पहिलो विश्वयुद्ध थियो, दोस्रो विश्वयुद्ध थियो, तेस्रो विश्वयुद्ध चलिरहेको थियो। त्यस्तो विश्वयुद्धको कन्टेक्स्टमा हामीले राणालाई कम्पेयर गरिरहेका छौं। तपाईहरुले 10,000 मान्छे मार्दाखेरि तपाई राणा भन्दा कसरी राम्रो मलाई भन्नुस् त प्रचण्डज्यू? तपाई राणा भन्दा चाहिँ कसरी राम्रो? शेरबहादुर देउवाज्यू मलाई उत्तर भन्नुस् त, तपाई कसरी राम्रो? होइन नि त, यो त ठीक भएन नि त। तपाई त राणाको पनि बाउ हुनुभयो। यो जनताहरु उकुस मुकुस भए, न तपाईले भोट हाल्न दिनुहुन्छ, बाहिर विदेशीकालाई कहिले भोट हाल्न दिनुहुन्छ? भोट हाल्न तपाई डराउनुहुन्छ। कसरी भोट हाल्न दिने? देशमा कसरी समाधान हुन्छ? तपाईले उत्तर दिनुहुन्छ त? उत्तर दिनुहुन्न। यो सबै अहिले के भएको भन्दाखेरि राजा जनताहरु यति आत्ते कि उत्तरै छैन, बाटो नै छैन, कहाँ के गर्ने? राजा हटाऊ भन्नुभयो, पञ्चायत हटाऊ भन्नुभयो, पञ्चायत हटायौं। राजा हटाऊ भन्नुभयो, राजा हटायौं। अब फेरि गणतन्त्र आएको 15 वर्ष भयो, चुनावमा गएर चुनावले त केही सोलुसन देला, केही उपाय देला भनेको तपाईका कार्यकर्ताहरु जम्मै भर्ती भएर भ्याइसके। देशमा सामान्य नेपाली भएर म जस्तो मान्छे जसको एउटा पार्टी, कुनै एउटा पार्टी पनि छैन, म एउटा शुद्ध नेपाली हो, अहिलेसम्म कुनै विद्यार्थी संगठनको पनि सदस्यता लिएको छैन। म जस्ता तमाम मान्छेहरुलाई यो देशमा बाँच्नै गाह्रो भयो। कसरी बाँच्ने हो? के गरेर बाँच्ने हो? तपाईको पुलिसमा तपाईका कार्यकर्ताहरु भर्ती भएको छन्, कर्मचारीमा तपाईका कार्यकर्ताहरु छन्। देशका चुनावमा हेर्नु त, डडेलधुरामा तपाईकै मान्छेलाई राख्नु भएको छ, सिडिओमा तपाईकै मान्छेलाई राख्नु भएको छ। जब चुनावको लागि 2-3 महिनालाई गयो, त्यहाँ तपाईलाई जिताइदिए फर्किहाले तिनीहरु। कहाँ गयो अहिले लत्तपत्त? तपाईले आफै हेर्नुस् त अहिले कहाँ छन् तिनीहरु? सबै सुगम ठाउँमा आएर बसेका छन्। अनि फेरि चुनाव आइसकेपछि फेरि तपाईले तिनीलाई टिपेर फेरि डडेलधुरा ल्याउनुहुन्छ, त्यो पनि थाहा छ। यो त सिस्टमेटिक रूपमा जनताले त बुझ्या छ नि त, सबै नबुझेको हो र जनतालाई पटमूर्ख ठान्नु भयो होला नि तपाईहरुले, हैन? जनता पटमूर्ख छैनन् हेर्नुस्। जनता सजग छन्, जनताले देखिरहेछन्, जनताले बुझिरहेछन्। तपाईहरुको यो जुन यो कुबुद्धि चलिरहेछ अहिले, यो कुबुद्धि सुधार्नुस् हेर्नुस्। यो नसुधारेसम्म तपाईहरु अगाडि बढ्न सक्नुहुन्न। यो देशलाई झन् घुमरामा भयो, 15 वर्ष भइसक्यो। आत्तिदा 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 उपाय हराएर जनताहरु अहिले राजालाई समर्थन गर्न गएका हुन्। के थाहा, अलिकति राम्रो मर्न भन्दा बौलाउन बेस भने जस्तो हो क्या यो त। तपाईहरुसँग उपाय भएन, जम्मै कब्जा गरिदिनु भयो। विश्वविद्यालय कब्जा गरिदिनु भयो। सोभि निर्वाचन भनेको छ जम्मै पार्टीका कार्यकर्ता राख्दैछ। विश्वविद्यालयमा एउटा गतिलो प्रोफेसर छैन, हस्पिटलमा गयो एउटा गतिलो डाक्टर छैन, सडकमा गयो जम्मै ठेकदार जति जम्मै एमाले कांग्रेस माओवादी भनेछ, पत्रकार जति एमाले कांग्रेस माओवादी भनेछ। नेपाली जनतालाई माया गर्ने पत्रकारिता कुन हो? विश्वविद्यालय कुन हो? कर्मचारी तन्त्र कुन हो? पुलिस तन्त्र कुन हो? छैनन्। नेपाली जनता के सधैँभरि पिल्सेर बस्ने हो? पहिले राणाले शोषण गरे भन्नु चाहिँ ल त्यो पनि मानिदिए मैले। तपाईहरुले भन्दा त कम राणाहरूले शोषण गरे होलान्, हैन र? राजाले शोषण गरे त्यो पनि माने। अब गणतन्त्रवादीहरूले शोषण गर्ने अब तपाईहरुको पार्टीको नाममा यो अत्याचार भएन र? त्यही भएर यसको लागि यो मेरो पहिले सुरु मेरो शेरबहादुर, प्रचण्ड, केपी ओली, तपाईहरुले यसको प्रश्नको उत्तर दिनुस्। त्यसपछि